सबैलाई नमस्कार। मेरो नाम डिआर नेपालको एउटा राजनीतिक घटनाक्रमलाई लिएर एउटा सानो भिडियो बनाएको छु। जो प्रकारले हिजो र अस्ति नेपालको राजनीतिक घटनाक्रम एकदम अगाडि बढ्यो, पिक आवरमा गयो। त्यसले गर्दाखेरि नयाँ शक्ति, नयाँ पार्टीको नयाँ जनादेशको लागि नेपाली जनताले चाहेको अनुसार नै काम गर्ने यस्तो देखियो। जहाँसम्म अब पुराना पार्टीहरूले त के गर्छन् कसो गर्छन् त्यो उहाँहरूको आफ्नो पर्सनालिटी कुरो हो। तर अहिले आएर अब नयाँ शक्तिहरू एकजुट हुँदाखेरि रवि, कुलमान र बालेन तीनटा पार्टी एकजुट भएर जाँदाखेरि मेरो हिसाबले, मेरो आफ्नो पर्सनल अन्दाज अनुसार बहुमत 130 सिट टु 150 सिटको बिचमा यी तीनटा व्यक्ति मिलेर जाने भयो भने त्यसरी आउने सम्भावना मैले देखेको छु। नेपाली जनताले चाहेको पनि यही नै हो। पुरानालाई पनि देखियो। नेपाल विकास नभएको नि होइन, भएको हो, जति हुनुपर्ने गतिमा नभएको। नेपाल विकास हुनुपर्ने थियो 80% को गतिमा भने नेपाल विकास भयो 30% को गतिमा। बहुत कमजोर हो यो, अन्तर्राष्ट्रिय हेर्दाखेरि बहुत कमजोर हो। त्यसले गर्दाखेरि रवि, कुलमान र बालेन मिल्नुको कोही विकल्प छैन। जनताले चाहेको पनि त्यही छ। 5 वर्ष देऊ यो पार्टीलाई, के गर्दा रहेछन् कस्तो गर्दा रहेछन् हेरौँ। माओवादीलाई पनि दिएकै हो, राजालाई पनि दिएकै हो, नेकपा भनेर बनाएको थियो सरकार, एमाले कम्युनिस्ट पार्टीका लागि दिएकै हो, काङ्ग्रेसलाई पनि त्यो जमानामा हामी सानसानो हुँदाखेरि दिएकै हुनु नि रहेछ। म पनि एउटा भोटर थिएँ 2052 सालमा स्थानीय तह चुनाव हुँदाखेरि। मैले पनि सूर्य चिन्हमा भोट हालेको मान्छे हुँ। त्यसपछि मैले भोट हालेको छैन। कोही पार्टीको कार्यकर्ता झोले भनेर भन्न पनि सक्छन् कसैले। 52 सालमा मैले सूर्यमा भोटै हालेकै हो। त्यसपछि मेरो भोट छैन। जहाँ गएर जेमा चेक पनि गर्न सक्नुहुन्छ। म विदेशतिर जागिरको सिलसिलामा भएको कारणले गर्दाखेरि मैले भोट हाल्न पनि पाएको छैन। र अहिले त मेरो धारणा के आएको छ भने मैले आजै भोट हालेर केही फाइदा छैन। यो कुनै पनि नेपालको अहिलेको तत्कालको दललाई भोट हाल्नुको केही फाइदा छैन भने म नेपाल छुट्टिजाँदा पनि, म विदेशमा भएको कारणले गर्दाखेरि नेपाल छुट्टिजाँदा पनि कोही भोट बनाइन, मैले कोही भोटर परिचय पत्र बनाइन। अहिले अनलाइनमा भर्ने बेलामा पनि म नेपालमै थिएँ, तर त्यो पनि बनाइनँ मैले। अब जो पार्टी एकदम ट्र्याक पक्रेर आउँछ, राम्रो पार्टी आउँछ, राम्रो दल आउँछ, त्यसलाई मात्रै भोट हाल्ने भन्ने उद्देश्यले मैले कोही भोटर कार्ड बनाएको छैन। 52 पछि मैले भोट हालेको पनि छैन। तर 52 अगाडि म एमालेमा थिएँ। त्यो हो जनताको जनादेश अनुसार रवि, कुलमान र बालेन तीनजना सकेसम्म। अब हर्क बहादुर पनि आएको राम्रै हो, उहाँ पनि आए हुन्थ्यो। अरू साना दलहरू मिलेर जसरी पनि 5 वर्ष सरकार चलाइदिनु पर्यो। त्यसपछि ट्र्याक पक्रेन, 5 वर्षमा पनि यिनीहरूले केही पनि गरेन भने अबको 5 वर्षमा धेरै विकास हुन्छ। नेपाल थोरै मुखको अगाडि छ अहिले। त्यसले गर्दाखेरि भ्रष्टाचारमा शून्य सहनशीलता ल्याएर म देशलाई गर्छु भन्ने मान्छेहरू निशस्त्र आएर निशस्त्र भावनाले काम गरेर सरकारले दिएको फेसिलिटी अनुसार मात्रै मैले यति सेलेरी मात्रै खान्छु भन्ने हिसाबले चल्ने, मैले भ्रष्टाचार गर्दिनँ, मलाई भ्रष्टाचार गर्न पनि परेको छैन भन्ने हिसाबले देश चलाउने भने देश मजाले चल्छ। देश भ्रष्टाचारमा डुबेर हो, निप्त भएर हो। 2048, 50, 52 साल पछिका नेपाल सरकारमा भएका अधिकृत लेभलभन्दा माथिको सर्लकको सम्पत्ति छानबिन पनि गर्नुपर्छ। यो छोड्ने कुरै हुँदैन। सङ्घीयता खारेज गर्नुपर्छ। यो जनताको माग हो, नेताहरूको माग होइन, यो जनताको माग हो नि त। ल सङ्घीयता खारेज कि सङ्घीयताको पक्षमा कति जनता हुँदो रहेछन् त्यो गराए जाओस्। त्यस संसदीय दलमै जाने हो भने, संसदीय प्रणालीमै जाने हो भने ठिकै छ। संसदीय प्रणाली नै नराम्रो होइन, मान्छेको नियति खराब हो, नियतिमा खोट छ, नियति नै नराम्रो हो, भ्रष्टाचारी नियति। त्यसले गर्दाखेरि मैले एउटा सानो भिडियो ल्याएको छु। यसलाई हेरेर प्रतिक्रिया कमेन्ट दिनु होला। हजुरलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला। ओके, हस्, थ्याङ्क यू, धन्यवाद।